सर्वप्रथम जियोपोलिटिक्स एन्ड जियोइकोनोमिक्स च्यानलको यो 10औँ एपिसोडमा देश र विदेशमा रहनुभएका सबै दर्शक श्रोतामा नमस्कार अनि स्वागत छ। म एनपी शर्मा। आजको एपिसोडमा हामीले रुस आफू युक्रेनसँगको युद्धमा अल्मलिए पनि कसरी अफ्रिकी महादेशका विभिन्न मुलुकमा आफ्नो सैन्य अनि आर्थिक प्रभाव बढाउँदै लगेको छ, पुरानो औपनिवेशिक शक्ति फ्रान्स अफ्रिकाबाट बाहिरिँदै गर्दा कसरी रुस भित्र पस्दैछ, कसरी विभिन्न अफ्रिकी सरकारहरूसँग रुसले सैन्य सहकार्य गर्दैछ, रुसले आफ्नो पहुँचलाई ती देशमा बढिरहेको आतंकवाद र सशस्त्र विद्रोहका विरुद्ध तैनाथी हो भने पनि कसरी अरू पश्चिमा मुलुकले यसलाई चाहिँ खनिज कूटनीतिसँग जोडेर हेरिरहेका छन् र चीन अनि अमेरिकाले पनि द्रुत गतिले प्रभाव विस्तार गरिरहेको अफ्रिकामा रुसको तुलनात्मक उपस्थिति कस्तो रहेको छ आदि विभिन्न पक्षबारे सविस्तार चर्चा गर्नेछौँ। आउनुहोस् एपिसोडको थालनी गरौँ। अफ्रिकामा के गर्दैछ रुस? हालै पश्चिमी अफ्रिकाको एउटा मुलुक मालीमा रुसी सैन्य सामग्री पुगेको समाचारले फेरि एकपटक अफ्रिकामा रुसको बढ्दो सक्रियतामाथि विश्व समुदायको ध्यान केन्द्रित भएको छ। पश्चिमी मुलुकहरूले प्रतिबन्ध लगाएको मिखाइल ब्रिटनेभ नामक कारको जहाजबाट BMP-3 फाइटिङ भेहिकल र अन्य सैन्य सामग्री गिनीको कोनाक्री बन्दरगाहमा उतारिएको अनि त्यहाँबाट बुर्किना फासोको स्थलमार्ग हुँदै माली पुर्याइएको सञ्चार माध्यमहरूले जनाएका छन्। यो घटनाले अफ्रिकामा रुसको भूमिका केवल सुरक्षा सहयोगमा मात्र सीमित नरही भूराजनीतिक र भूअर्थशास्त्रीय प्रतिस्पर्धाको केन्द्र बनेको पनि सङ्केत दिएको छ। रुसको अफ्रिका नीति नयाँ होइन। सोभियत सङ्घको समयमा स्वतन्त्रताको लागि सङ्घर्षरत अफ्रिकी आन्दोलनहरूलाई सैन्य, राजनीतिक र कूटनीतिक सहयोग उपलब्ध गराएको थियो। शीतयुद्ध समातेपछि केही समय रुस अफ्रिकाबाट लगभग ओझेलमा परे पनि सन् 2024मा क्राइमिया सङ्कट र विशेष गरी सन् 2000मा युक्रेन युद्ध सुरु भएपछि पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको मस्कोले अफ्रिकालाई आफ्नो नयाँ रणनीतिक साझेदारको रूपमा पुनः प्राथमिकतामा राखेको देखिन्छ। वाग्नरबाट अफ्रिका कोरसम्म। अफ्रिकामा रुसको प्रभाव विस्तारको प्रारम्भिक माध्यम निजी सैन्य कम्पनी वाग्नर ग्रुप थियो। वाग्नर ग्रुप मार्फत लिबियाको ढोका हुँदै पहिलोपटक सन् 2017मा रुस अफ्रिकामा दाखिल भएको हो। त्रिपोलीमा रहेको राष्ट्रिय समितिको सरकारका विरुद्ध बेङ्गाजीलाई मुकाम बनाएर गुरिल्ला युद्ध लडिरहेका विद्रोही फिल्ड मार्शल खलिफा हफ्तारले एउटा चाहिँ गृहयुद्ध छेडेका थिए लिबियामा। सन् 2014मा सुरु भएको यो आन्तरिक सशस्त्र द्वन्द्व सन् 2020मा युद्धविराम नहुँदासम्म चलेको थियो। यो 6 वर्ष लामो गृहयुद्धमा रुसको वाग्नर ग्रुपले विद्रोही फिल्ड मार्शल अथवा बागी फिल्ड मार्शल जुन संस्थापन सरकारको विरुद्ध लडिरहेका थिए, हैन, छापामारी युद्ध हो, त्यसको चाहिँ फिल्ड मार्शल खलिफा हफ्तारलाई सघाएको थियो। यसबाहेक सेन्ट्रल अफ्रिकन रिपब्लिक, माली, सुडान तथा मोजाम्बिक लगायत देशहरूमा वाग्नरले स्थानीय सरकारलाई सुरक्षा सहयोग र विद्रोही विरुद्ध लड्न सैनिक तालिम प्रदान गर्यो वा गरिरहेको छ। बदलामा खानी तेल, ग्यास र अन्य प्राकृतिक स्रोतमा पहुँच प्राप्त गर्ने व्यवस्था पनि सँगसँगै गरिँदैछ। तर सन् 2023मा वाग्नरका प्रमुख एभगेनी प्रिगोजिनको विद्रोह र त्यसपछिको विमान दुर्घटनामा उनको मृत्यु भएपछि रुसले आफ्नो अफ्रिकी रणनीतिलाई पुनर्गठन गर्यो। अहिले वाग्नरको स्थान रुसी रक्षा मन्त्रालय अन्तर्गतको नियमित सैन्य संरचना अफ्रिका कोरले लिएको छ। यसले अफ्रिकामा रुसी उपस्थितिलाई अझ औपचारिक, राज्य नियन्त्रित र दीर्घकालीन बनाएको छ। माली किन महत्त्वपूर्ण छ? माली पश्चिम अफ्रिकाको सबैभन्दा अस्थिर मुलुकमध्ये एक हो। उत्तरी क्षेत्रमा अल कायदा र इस्लामिक स्टेटसँग आबद्ध सशस्त्र समूहहरूले लामो समयदेखि विद्रोह गरिरहेका छन्। फ्रान्सले सन् 2013देखि अपरेसन सरवाल र पछि अपरेसन बार्खाने मार्फत आतंकवाद विरुद्ध अभियान सञ्चालन गरे पनि अपेक्षित सफलता पाउन सकेन। यसबीच मालीमा सैनिक शासन स्थापित भयो र नयाँ नेतृत्वले फ्रान्ससँगको सम्बन्धलाई घटाउँदै रुसी सहयोगलाई रोज्यो। अहिले मालीको सुरक्षा बल र अफ्रिका कोरका रुसी सैनिकहरू संयुक्त रूपमा विद्रोही विरुद्ध अभियान सञ्चालन गरिरहेका छन्। मालीको लागि रुस सुरक्षा साझेदार हो भने रुसका लागि माली पश्चिम अफ्रिकामा प्रभाव विस्तार गर्ने एउटा रणनीतिक प्रवेशद्वार अथवा गेटवे हो। फ्रान्सको प्रभाव किन घट्दैछ? अफ्रिकामा रुसको विस्तार केवल आफ्नै सक्रियताको परिणाम मात्र होइन, यो फ्रान्सको घट्दो प्रभावसँग पनि जोडिएको छ। माली, बुर्किना फासो, निगर र चाड जस्ता पूर्व फ्रान्सेली उपनिवेशहरूमा फ्रान्स विरोधी भावना तीव्र बन्दै गएको छ। धेरै अफ्रिकी नागरिकहरूले फ्रान्समाथि नव-उपनिवेशवाद, आर्थिक शोषण र आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्। फलस्वरूप पछिल्ला केही वर्षमा फ्रान्सले आफ्ना हजारौं सैनिकहरूलाई
अफ्रिकाको त्यो क्षेत्रबाट फिर्ता बोलाइसकेको छ। यही शक्ति रिक्तता अर्थात् पावर भ्याक्युमको फाइदा उठाउँदै रुसले आफूलाई पश्चिमी हस्तक्षेप विरुद्धको वैकल्पिक साझेदारको रूपमा प्रस्तुत गरिरहेको छ। दुर्लभ खनिजको भू अर्थशास्त्र। अफ्रिकामा रुसको चासो केवल सुरक्षा वा कूटनीतिमा मात्र सीमित छैन। यसको केन्द्रमा विशाल प्राकृतिक सम्पत्ति छ। विश्वका कोबाल्ट, म्याङ्गनिज, युरेनियम, प्लेटिनम, सुन, हिरा, लिथियम, ग्रेफाइट, ट्यान्टालम र अन्य दुर्लभ खनिजको ठूलो हिस्सा अफ्रिकामा अवस्थित छ। आजको हरित ऊर्जा, विद्युतीय सवारी साधन, कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर उद्योग अनि आधुनिक हतियार उत्पादनको लागि यी खनिजहरू अपरिहार्य छन्। जसको नियन्त्रणमा यी खनिजहरू हुन्छन्, भोलि विश्वको सैनिक, आर्थिक र वैज्ञानिक मानचित्रमा तिनै देशको दबदबा कायम हुनेछ। उदाहरणको लागि कङ्गो लोकतान्त्रिक गणराज्य विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक हो। जिम्बाब्वे, माली र नामिबियामा लिथियमको प्रचुर सम्भावना छ। दक्षिण अफ्रिकामा प्लेटिनम र म्याङ्गनिजको ठूलो भण्डार छ भने सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुन र हिराको प्रशस्त स्रोत छ। रुस आफै पनि विश्वको एउटा प्रमुख खनिज उत्पादक हो, तर पश्चिमा प्रतिबन्धपछि उसले वैकल्पिक स्रोत, संयुक्त लगानी र नयाँ निर्यात बजार एक्सपोर्ट मार्केट खोजिरहेको छ। अफ्रिकाका खानी परियोजनाहरूमा पहुँच प्राप्त गर्नु त्यसै रणनीतिको हिस्सा मानिन्छ। भूराजनीतिक प्रतिस्पर्धा। आज अफ्रिका नयाँ ग्रेट गेमको मैदान बन्दै आएको छ। यहाँ केवल रुस र अमेरिका मात्र होइन, चीन, तुर्की, भारत, संयुक्त अरब इमिरेट्स र युरोपेली सङ्घ पनि प्रभाव विस्तारको आफ्नो प्रतिस्पर्धामा छन्। चीनले सडक, रेल, बन्दरगाह र पूर्वाधार निर्माण मार्फत अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ BRI मार्फत प्रभाव बढाएको छ। अमेरिकाले सुरक्षा साझेदारी, लोकतन्त्र र लगानीलाई प्राथमिकता दिएको छ। युरोपेली सङ्घ आप्रवासन नियन्त्रण, व्यापार र विकास सहायतामा केन्द्रित छ। रुसले भने अपेक्षाकृत फरक रणनीति अपनाइरहेको छ। उसले सुरक्षा सहयोग, सैन्य तालिम, हतियार बिक्री, परमाणु ऊर्जा, खाद्यान्न, मल र कूटनीतिक समर्थनलाई एउटै प्याकेजको रूपमा प्रस्तुत गरिरहेको छ। संयुक्त राष्ट्रसङ्घमा महासभामा होस् अथवा सुरक्षा परिषदमा पश्चिमी प्रस्तावहरूलाई निस्तेज पार्न अफ्रिकी राष्ट्रहरूको समर्थन प्राप्त गर्नु पनि मस्कोको प्रमुख उद्देश्य हो। रुसका सबैजसो अफ्रिकी संलग्नताहरू बाहिरबाट हेर्दा त्यहाँका सरकारहरूलाई आतङ्कवाद र अन्य हिंसा विरुद्ध लड्न तिनका सेनाहरूलाई तालिम दिने, क्षमता विकास गर्ने अनि आवश्यक हतियार र बन्दोबस्तीका सामान उपलब्ध गराउने दिशामा केन्द्रित छन्। तर यसमा खनिज र अन्य प्राकृतिक स्रोतको त कुरा आइ नै हाल्छ, किनभने अहिलेको युगमा कुनै पनि शक्ति राष्ट्र 7 समुद्र पारीका समस्या हल गर्न विशुद्ध सहानुभूतिको भावना लिएर मात्र दलबलसहित त पुग्दैन। यसमा अरू व्यापारिक र व्यावसायिक स्वार्थ त निहित भइ नै हाल्छ। रुसलाई हुने लाभ। अफ्रिकामा प्रभाव विस्तारबाट रुसले धेरै प्रकारका लाभ हासिल गर्न खोजेको देखिन्छ। जस्तै पहिलो हो, पश्चिमा प्रतिबन्धका बीच नयाँ व्यापारिक साझेदार र बजार प्राप्त हुन्छ। दोस्रो हो, संयुक्त राष्ट्र जस्ता अन्तर्राष्ट्रिय मञ्चमा अफ्रिकी राष्ट्रहरूको कूटनीतिक समर्थन जुटाउन सजिलो हुन्छ। तेस्रो, खानी ऊर्जा र पूर्वाधार क्षेत्रमा दीर्घकालीन आर्थिक पहुँच स्थापित गर्न सकिन्छ। चौथो, विश्वव्यापी शक्ति सन्तुलनमा आफूलाई अझै प्रभावशाली शक्ति भएको सन्देश दिन सकिन्छ। अब रुस के छ भनेदेखि अहिले युक्रेनसँग युद्धमा छ सन् 2022 देखि 4 वर्ष बितिसकेको छ। अब त्यो युद्धको लागि चाहिने जुन सामग्रीहरू हुन्छन्, चाहे त्यो ड्रोन होस्, चाहे त्यो क्षेप्यास्त्र होस्, रकेट होस्, त्यसका लागि के चाहिन्छ भने सेमिकन्डक्टर चिप्स चाहिन्छ। र सेमिकन्डक्टर चिप्सलाई अघि हामीले माथि कुरा गरेको दुर्लभ खनिजहरू चाहिन्छ। हजुर, दुर्लभ खनिजहरूको स्रोत चाहिँ के छ? अफ्रिकी महादेश छ। यसरी चाहिँ हामीले यसको तारहरू क्रमशः जोड्दै मिलाउँदै लान सक्छौँ। अफ्रिकाका लागि अवसर र चुनौती। रुसको उपस्थितिले अफ्रिकी सरकारहरूलाई नयाँ विकल्प दिएको छ। पश्चिमी मुलुकमा मात्र निर्भर रहनुपर्ने बाध्यता घटेको छ। केही देशहरूले सुरक्षा सहयोग र सैनिक तालिमबाट तत्काल लाभ पनि प्राप्त गरेका छन्। रुसले अरू कसैलाई सहयोग गर्दा मानवाधिकार, वातावरण, लैङ्गिक न्याय, समानता र समता जस्ता मुद्दामा नअल्झिने, आफ्नो राष्ट्रिय स्वार्थ मात्र हेर्ने हुँदा यी मानकहरूमा कमजोर अफ्रिकी मुलुकहरूलाई हातहातै सहयोग लिन सजिलो पनि भएको छ। त्यही अरू पश्चिमा राष्ट्रको सहयोग पाउनु उनीहरूले धेरैवटा मापदण्ड पुरा गर्नुपर्छ, जुन गरिबी, अभाव, अशान्ति र अस्थिरताले गर्दा कतिपय मुलुकका लागि त्यो सम्भव हुँदैन। तर रुसी सहायतामा त्यस्तो कुनै शर्त नरहने हुँदा पाउने देश कुनै पनि परीक्षामा उभिनु पर्दैन र उसले त्यसबाट तत्काल फाइदा पनि लिन सक्छ। तर यससँगै चुनौतीहरू पनि कम छैनन्। कतिपय मानवाधिकार संस्थाहरूले रुसी सैन्य समूहहरूमाथि, सर्वसाधारणमाथि हिंसा गरेको, गैरन्यायिक हत्या गरेको र खानी सम्झौतामा अपारदर्शिता अपनाएको आरोप पनि
लगाएका छन्। यसैले अफ्रिकाले बाह्य शक्तिहरू बीचको प्रतिस्पर्धाबाट लाभ लिन सक्ने भए पनि नयाँ प्रकारको परनिर्भरता र रणनीतिक प्रतिस्पर्धाको अखाडा बन्ने जोखिम पनि उत्तिकै रहेको छ। निष्कर्ष, अफ्रिकामा रुसको बढ्दो उपस्थिति कुनै एक देशमा मात्र सैनिक सहयोग उपलब्ध गराउनमा सीमित नभई यो चाहिँ के छ भने अब अफ्रिकामा रुसको बढ्दो उपस्थिति छ नि, त्यो कुनै एउटा देशमा मात्र सैनिक सहयोग उपलब्ध गराउनेमा मात्र सीमित छैन। यो विश्वव्यापी शक्ति सन्तुलन, दुर्लभ खनिजको नियन्त्रण, ऊर्जा सुरक्षा, व्यापारिक पहुँच, कूटनीतिक समर्थन र बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणसँग जोडिएको एउटा दीर्घकालीन रणनीति पनि हो। यसलाई यसरी पनि हेर्नुपर्छ। फ्रान्सको प्रभाव कमजोर हुँदै गएको, अमेरिका र चीनबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको, अनि हरित प्रविधिका लागि आवश्यक खनिजको विश्वव्यापी माग बढिरहेको अहिलेको अवस्थामा अफ्रिका 21औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण भूराजनीतिक क्षेत्रको रूपमा उभिएको छ। रुसले यही यथार्थलाई अवसरको रूपमा उपयोग गर्दै सैन्य, आर्थिक र कूटनीतिक उपस्थितिलाई क्रमशः सुदृढ बनाइरहेको छ। यसबाट बुझिन्छ भविष्यमा अफ्रिकाको राजनीति केवल अफ्रिकी राष्ट्रहरूको आन्तरिक मामिला मात्र रहने छैन। यो विश्वका प्रमुख शक्तिहरूबीच प्रभाव, स्रोत र रणनीतिक नियन्त्रणको प्रतिस्पर्धाको केन्द्र बन्ने स्पष्ट सङ्केत देखिएको छ। रुसको अफ्रिकी नीति त्यही विश्वव्यापी शक्ति प्रतिस्पर्धाको एक प्रमुख अध्यायको रूपमा हाल विकसित भइरहेको छ। दर्शकवृन्द, हामी यो एपिसोडको अन्तमा आइसकेका छौँ। यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। नोटिफिकेसन पाउनको लागि सँगै रहेको बेल आइकन थिच्नुहोला। अर्को एपिसोडमा अरू कुनै विषय लिएर तपाईँ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद र शुभ दिन।